कठै ६५ वर्षकी हरिसरा आमा जवानीमै श्रीमान गुमाइन्। बुढेसकालको सहारा भनेर 3 सन्तानलाई दुःख कष्ट गरेर हुर्काइन्। 2 छोरीको बिहे गरेर अर्कैको घरमा गए। भएको एउटा छोरो जसले बुढेसकालमा पाल्छ भनेर हुर्काएकी थिइन्। ती छोरा बिहे गरेर ससुरालीमै बस्न थाले। ६५ वर्षकी आमा खोला किनारमा रोग र भोकसँग लड्दै बसिरहेकी छिन्। छोराले हेर्दैन भने त्यो छोरा छैन भन्छु मैले। हुर्काएकी नखाएन हुर्काएको सर मैले नाङ्गो भयो कि कस्तो भएन अहिले मलाई यस्तो गरेर अनि छोराछोरीले पनि मलाई अति हुन्छ सर म कहिले भिख खाएर मर्छु भन्ने लाग्छ कहिले फेरि भयो खान्न एक फेरि मर्ने पर्ने होला पर यो घरैमा कुहिने भयो भन्छ कहिले मार्ने हुन् कि भन्ने द्वारा आउँछ त्यो राइट सुत्दैन मैले त्यो राइट सुत्दैन कहिले उता जान्छु कहिले उता जान्छु। मान्छेले भन्छन् सन्तान त बुढेसकालको सहारा हो छोराछोरी भन्छन्। तपाईँले पनि धेरै दुःख सङ्घर्ष गरेर छोराछोरी हुर्काउनु भयो होला। तर यो अवस्थामा पनि छोराछोरीले हेरेन आमाको परिवारका सदस्य कोही हुनुहुन्न। धेरै समय पहिले उहाँको श्रीमानको मृत्यु भयो। छोरीहरू हुनुहुन्थ्यो, छोरीहरूको बिहे भयो। आमा टाङमा बसिरहनु भएको छ। उता पछाडि देखाइदिनुहोस् त, हेर्नुहोस् त यो खोला छ। यो पुलको ढिकमा पुल आस्न एउटा सानो टहरो बनाएर आमा बसिरहनु भएको छ। आमाका छोरीहरू हुनुहुन्थ्यो, छोरीको बिहे भयो र छोराहरूले पनि हेर्नुहुन्न भन्नुहुन्छ आमाले। आमाको छोराहरू पनि बेपत्ता हुनुहुन्छ। वृद्ध अवस्थामा आमा एकदमै बिजोग अवस्थामा हुनुहुन्छ। भोकै बसिरहनु भएको छ भन्ने खबर हामीले पाएपछि यति बेला यहाँसम्म आएका छौँ। आमा सन्चै हुनुहुन्छ? सन्चै छु बामा हजुरसम्म र अब के सन्चो भन्नु सन्चो आडो बिसन्च छ। बुढी मान्छे पऱ्यो, दुःख पऱ्यो, चिन्ता फिक्री पऱ्यो। अनि कहिले मलाई सिलाबाला खोज्छु, कहिले त्यो पनि सकिन्छ र फेरि मार पानी खान्छु, कहिले बोलिन अन्न कहिले ढलिरहन्छु, कहिले अनि बस्छु, कहिले स्टिमेटल दिन्छन् खान्छु। तपाईँको श्रीमान कहिले बित्नु भएको? त्यो भुलिएकै म अहिले मलाई त टेन्सनै हुन्छ। छोराछोरी चाहिँ जम्मा कतिवटा आमा? 2टा छोरी र छोरा पत्ता लागेको छ। 2टा छोरी र एउटा छोरा। हजुर। छोरीहरू कहाँ हुनुहुन्छ अहिले? सल्यान छ एउटा, अनि एउटा बागलुङ कटा भन्ने कटा छ भन्ने कुरा। बागलुङ सल्यान धेरै टाढा टाढा बिहे गरेर जानुभयो। अनि कटा गरे। छोरा कहाँ हुनुहुन्छ तपाईँको आमा? छोरा पनि डाङतिर नै छ, घरदै पसेको छ। अनि त्यसले पनि हेर्न अब अलि नजिकको भनौँ है, त्यो गाउँ डाङै भनौँ, डाङको मान्छे हो तर हेर्दैन दुःख कति। आमा तपाईँहरूको घर यो घर चाहिँ कहिले बनाउनु भयो यहाँनिर? यो मैले बनाएको अझ 11 वर्ष भइसक्यो सर। 11 वर्ष? हजुर मैले एक्लै बनाएको, 2टा हात भाँचेको हेर्नु यस्तो गरेर हात भाँचेर। तपाईँले आफै बनाउनु भएको? मैले एक्लै बनाएको हो सर। अब छोराले बनाउनु पनि आएन। अब माइतीलाई के दोष दिनु, म त अब छोरै हो गल्ती मेरो आएन। यो खुट्टा मर्क्यो, हेर्दैन पानी खानु जानु सकिनँ, गिलास लगिने गएँ, रोएँ, बोलाएँ मैले आएनन्। कोही त्यो छोरा बुहारी आइदिएनन्। अनि यस्तै घर हाल्यो, यस्तो गरेर बाङ्गो घर हाल्यो बसेर पनि अझ। अनि अहिले यस्तो गर्नु बस्यो, अहिले 11 वर्ष भइसक्यो। यिनी सबै मैले गराएको हो। मैले मेरो कोही छैन, छोरा छ भने किन मेरो कोही छैन। आमा हजुर त्यत्रो दुःख गरेर छोराछोरी जन्माउनु भयो, छोराछोरी अहिले साथमा छैनन्, बुढेसकालमा एक्लै बस्नु पर्यो। राम्रो दिनमा राम्रो छ सर, अझ दुःख पर्ने बेला पनि हेर्दैनन् मलाई। अनि जस्तै भयो मरिजानु पऱ्यो, एक्लै कुहिनेवाला छु हेर्नु सर। म हेर्दैनन् मलाई, त्यही हेर्दैनन्। अनि यसलाई जन्माएन पाल्यो ठुलो गरेर यस्तो हुने रहेछ। तर यस्तो र मलाई अर्को दिन मलाई यस्तो नहोस् भनेर सोध्छु मैले। कसैलाई मैले नराम्रो गरे पनि छैन। अहिले मलाई यस्तो बसेको छु, खोला हेर्नुहोस् माथि त्यस्तो छ। त्यो पनि भाग भन्ने भयो। अहिले राम्रो बनाएँ मैले, फुल गराएर। खानेकुरा कसरी जो गर्नु भएको छ? कसरी घर खर्च चलिरहेको छ तपाईँ? खाने त मैले सिला खोज्छु हेर्नुहोस्। सिजनमा धान काटेपछि मुसा डोलामा खनेर, कहिले काठले खनेर इत्या आफ्नो भित्र हात हालेर मुसाले पनि टोक्यो हात हेर्नु। अनि त्यो डोला भित्रबाट धान निकालेर त्यो ल्याउन सुकाउँदै मिर्दै त्यसलाई कुट्दै खाने गर्छु। सिलाबाला खोज्छु, प्याज खोज्छु हेर्नुहोस्। कहिले काहीँ भोकै बसेको फल छ कि छैन? छ मलाई छ। कति भोक बसेँ अस्ति भर्खरको कुरामा हेर्नुहोस्। अनि 4 दिन म भोकै थिएँ, म हिँड्दिनँ। सरले लिदिनु भयो रासन त म बोल्न सकिनँ। जितेन्द्र शाह होइन? हजुर। रेसु घिमिरे भन्नेले हजुर लिदिनु भयो। चामल दिनुभयो र खाने भयो तपाईले? उहाँहरू आउनु बेला म ढलिहाडुल थिएँ।
यहाँदेखि बसालिदिनु भयो त्यहाँदेखि यहाँदेखि आफू बस्नुभयो यहाँदेखि बस्नुभयो मलाई बोल्नुहोस् भन्नुहुन्छ मलाई जागो यो अन्नदेखि सौन्दर्य पित्तन केही थिएन तपाईँ भोक भोकै खाना नखाएर बिरामी पर्नुभयो आमा हजुर मान्छे पनि देखिन्न त्यो मधुरो देखिने मान्छे पनि बोली फुकिन थियो यस्तो बोली कति नै फुकिन त्यस्तो हुँदैछ त्यहाँबाट चामल लिनुभयो त्यो खानु लागेपछि मलाई बोली फुक्यो यहाँ आँखा पनि अलिक देखियो खुट्टा पनि अलि लाग्ने भयो त्यस्तोसम्म भइहाल्यो मलाई